सो 6th सेमिस्टरमा माइनर प्रोजेक्ट नामको एउटा प्रोजेक्ट छ हैन, त्यसमा चाहिँ तिमीहरूले के गर्नुपर्छ भन्दाखेरि एउटा वेबसाइट बनाउनुपर्छ के। लाइक तिमीहरूले फ्रन्ट एन्ड र ब्याक एन्ड पुरै युज गरेर तिमीले एउटा वेबसाइट वर्किङ वेबसाइट बनाउनुपर्छ। त्यसलाई होस्ट नगर्दा पनि त्यो लोकली आफ्नै ल्यापटपमै चलाएर देखाउनुपर्छ के तिमीहरूले अगाडि गएर। मतलब तिमीहरूले अहिले त तिमीहरूको 6th सेमिस्टर भर्खर स्टार्ट भयो नि त। सो अहिले नै तिमीहरूले सरलाई चलाएर देखाउने हैन कि जति बेला तिमीहरूले 5th सेमिस्टरमा वेब टेक्नोलोजी पढ्यौ हैन, HTML CSS जावास्क्रिप्ट पढ्यौ तिमीले। सो त्यो चाहिँ भयो तिम्रो फ्रन्ट एन्डको। अब 5th सेमिस्टरमा पढ्यौ तिमीले हैन HTML CSS जावास्क्रिप्ट। अनि त्यो 6th सेमिस्टरमा आइसकेपछि तिम्रो वेब टेक्नोलोजी 2 भन्ने सब्जेक्ट छ के। लाइक तिमीहरूले नोटमा गएर अनि वेब टेक्नोलोजी 2 मा गएर तिमीहरूले यहाँ हेर्न सक्छौ। यसमा चाहिँ तिमीहरूको पुरै वेब टेक्नोलोजीमा तिमीहरूको PHP पढाउँछन् कि तिमीहरूलाई, बुझेको नि मैले भन्नु खोजेँ। अनि यसमा चाहिँ तिमीहरूको PHP पुरै ब्याक एन्डको हुन्छ। जसरी यहाँ हेर्न सक्छौ तिमीहरूले डाटाबेससित कसरी कनेक्ट गर्ने, डाटाबेसमा कसरी अपरेसन जोइनहरू पर्फर्म गर्ने, अनि डाटाहरू कसरी एड गर्ने, डाटाहरूलाई कसरी डिलिट गर्ने, सब यसमा पढाउँछन् कि तिमीहरूलाई। यो वेब टेक्नोलोजीमा यो चाहिँ तिमीहरूको ब्याक एन्डको कोड भयो कि, मतलब ब्याक एन्ड गर्न सिकाउँछन् तिमीहरूलाई 6th सेमिस्टरमा। सो टोटल्ली भन्दाखेरि तिम्रो 5th सेमिस्टरमा तिम्रो फ्रन्ट एन्ड कम्प्लिट भयो। अल त तिमीहरूलाई मतलब कसरी पढायो त्यो सरले म के भन्न सक्दैन, बट तिमीहरूको सिलेबस अनुसार चाहिँ तिम्रो 5th सेमिस्टरमा चाहिँ तिमीहरूको के हुन्छ भन्दाखेरि फ्रन्ट एन्ड हुन्छ, अनि 6th सेमिस्टरमा चाहिँ तिमीहरूको ब्याक एन्ड हुन्छ हैन सिलेबस अनुसारले। सो तिमीहरूले अब 6th सेमिस्टरमा तिमीहरूको जति बेला यो एक्जाम सकेर तिमीहरूको जति सकिन्छ नि, त्यो तिम्रो के हुन्छ भन्दाखेरि फ्रन्ट एन्डवाला पनि पढिसकेका हुन्छौ, ब्याक एन्डवाला पनि पढिसकेका हुन्छौ। सो त्यसको तिमीहरूको टेस्ट हुन्छ कि, टेस्ट टाइपको हुन्छ कि यो माइनर प्रोजेक्ट फर्स्ट भनेको चाहिँ तिमीहरूको त्यसको दुईटैलाई मिलाएर टेस्ट हो कि, त्यो बुझेको न मैले भन्न खोजेँ। सो त्यो टेस्ट कस्तो हुन्छ भन्दाखेरि तिमीहरूले ग्रुपमा डिभाइड गर्छ, 5-6 जना कतिको अब ग्रुप हुन्छ हैन, त्यसको त्यो ग्रुपमा डिभाइड हुन्छ। अनि त्यो एउटा ग्रुपले एउटा वेबसाइट बनाउँछ, मैले भन्न खोजेँ बुझ्यो कि नै। अनि त्यो वेबसाइट बनाउँछ, अनि त्यो वेबसाइट के को बारेमा हो, कसरी हो, त्यो सब तिमीहरूले अगाडि सरलाई बताउनुपर्छ के। लाइक अगाडि नै तिमीहरूले वेबसाइटलाई कोड गरेर देखाउनु पर्दैन। वेबसाइटलाई तिमीहरूले कोड गरेर कब देखाउने भन्दाखेरि जति बेला तिमीहरूको यो 6th सेमिस्टरको फाइनल एक्जाम सबै सकिन्छ, अनि त्यसपछि तिमीहरूको सबै कुराहरूको भाइभा साइभा सब सकिन्छ। अनि त्यसपछि लास्टमा एकैचोटि एक दिन भाइभा साइभा सबै भइसकेपछि एक दिन तिमीहरूलाई प्रेजेन्टेसन गर्न बोलाउँछ। त्यो दिन चाहिँ तिमीहरूले यो वेबसाइट पुरै देखाउनुपर्छ कि रन गरेर। यो चाहिँ तिमीहरूको 6th सेमिस्टर सकिसकेपछिको कुरा हो। 6th सेमिस्टरमा हुँदाखेरि चाहिँ तिमीहरूले के गर्नुपर्छ त्यो म बताउँछु हैन, बट मैले भन्न खोजेँ बुझ्यो होला। माइनर प्रोजेक्ट 1 मा तिमीहरूले के गर्छ, कसरी गर्छ, त्यो सब मैले एक्सप्लेन गरिदिएँ। यो यतिसम्म तिमीहरूले बुझ्यो होला माइनर प्रोजेक्ट 1 भनेको के हो भनेर। अब तिमीहरूले नोटमा, अब जस्तै तिमीहरूले 6th सेमिस्टरवाला फोल्डरमा गएपछि तिमीहरूले नोटवाला त्योमा मतलब ड्राइभमा राखेको नोटमा गइसकेपछि तिम्रो यहाँ डिफ्रेन्ट टाइप्स अफ नोटहरू छन्। अनि यहीँनिर तिम्रो हेर्न सक्छौ माइनर प्रोजेक्ट भन्नेवाला छ हैन 4th नम्बरमा। अनि यहाँ गइसकेपछि तिम्रो के छ भन्दाखेरि डिफ्रेन्ट टाइप्स अफ छ। अब तिमीहरूले यहाँ चाहिँ हाम्रो माइनर प्रोजेक्ट छ, जस्तै तिमीहरू हेर्न सक्छौ यो चाहिँ यो फोटो छ नि, यो फोटोमा चाहिँ हाम्रो माइनर प्रोजेक्टको छ कि हाम्रो पालाको मैले बनाएको। लाइक तिमीहरूले यो हेर्न, अगर तिमीले यो हाम्रो बनाएको वेबसाइट हेर्न चाहन्छौ भने चाहिँ यो फर्स्टवाला चाहिँ युट्युब भिडियोको लिङ्क भयो हैन। अनि त्यो हाम्रो मैले बनाएको चाहिँ मतलब हाम्रो ग्रुपले बनाएको सोर्स मतलब कोडहरू लेख्यो हेर्नुहुन्छ भने चाहिँ यो सेकेन्डवाला स्क्यान गर्नु गिटअपको कोड भयो। अनि त्यसपछि अब तिमीहरूले जो प्रपोजल भनिरहेको छौ त्यो प्रपोजल कसरी बनाउने अनि कसरी के गर्नुपर्छ त्यो एक्सप्लेन गर्छु म हैन। अनि अब तिमीले टोटल के गर्नुपर्छ भन्दाखेरि मैले अब तिमीले गर्नुपर्ने के कुरा हो त्यो बताउँछु म हैन। सो फर्स्टमा चाहिँ तिमीहरूको के हुन्छ भन्दाखेरि प्रपोजल हुन्छ। प्रपोजलको मतलब के हो भन्दाखेरि सरहरूलाई यो बताउनु कि हाम्रो ग्रुपले यो वेबसाइट बनाउने हो, यो वेबसाइटले यस्तो यस्तो काम गर्छ, यो वेबसाइटले हामीसँग मतलब यस्तो यस्तो समस्या छ, यस्तो यस्तो समस्यालाई हाम्रो वेबसाइटले सोल्भ गर्छ, यस्तो यस्तो फाइदा हुने हो, यस्तो यस्तो गर्न सक्ने हो भनेर तिमीहरूले सबै कुराहरूलाई एक्सप्लेन गरेर तिमीहरूले प्रपोजल बनाउँछौ। मैले भन्न खोजेँ बुझ्यो कि नै। सो प्रपोजलले त्यही काम गर्छ। अनि प्रपोजल कसरी बनाउने कस्तो हुन्छ त्यो चाहिँ तिमीहरूले यहाँ प्रपोजल भन्नेवाला फोल्डर छ, त्यसमा क्लिक गरिसकेपछि तिम्रो प्रपोजल देखिन्छ तिमीले। अब यहाँ चाहिँ तिमीहरूले दुईटा PDF होलान्, दुईटा वर्ड फाइल होलान्। मैले यहाँ हेर्न सक्छौ तिमीले दुईटा PDF छन्, दुईटा वर्ड फाइल छन्। यो PDF लेख्यावाला PDF भयो, डब्ले लेख्यावाला वर्ड फाइल भयो। तिमीले PDF लेख्यावालालाई तिमीले हेर्ने हो, अनि वर्ड लेख्यावालालाई तिमीले एडिट गरेर तिमीले आफ्नो थप्ने हो। मैले भन्न खोजेँ तिमीले नबुझेपछि दुबारा हेर। अब तिम्रो हेर जसरी यहाँनिर यो लास्टवाला स्टुडेन्ट म्यानेजमेन्ट सिस्टम यो SMS छ नि, योमा क्लिक गरिसकेपछि तिमीहरूले हाम्रो पालामा मैले बनाएको प्रपोजल तिमीहरूले हेर्न सक्छौ। हाम्रो पालामा मैले कस्तो प्रपोजल बनाएको थिएँ भनेर, राइट। सो फर्स्टमा तिमीहरूले के गर्ने भन्दाखेरि यो यसरी हेडिङ लेख्ने, कभर पेज बनाउने, यहाँनिर चाहिँ तिमीहरूले सबमिटेड टु लेख्ने। यहाँ चाहिँ तिमीहरूको ग्रुपको नाम हुन्छ कि मतलब त्यो असेन्डिङ अर्डरमा हुन्छ जसरी हैन। अनि त्यसपछि तिमीहरूको ओभरभ्यू हुन्छ। यो चाहिँ तिमीहरूले सबै ChatGPT-बाट लेख्ने हो, हातले केही पनि लेख्ने हैन। मैले पनि पुरै ChatGPT-बाट बना यो भिडियोलाई चाहिँ तिमी ग्रुपमा सेन्ड गर्नु हैन, किन मेरो फेरि लगाउला नि फेरि ChatGPT-बाट बना यस्तो सिकाइरहेछ भनेर। सो यो भयो। अनि यो ओभरभ्यूमा चाहिँ तिम्रो सर्ट हुन्छ तिम्रो यो प्रोजेक्ट के को बारेमा हो त्यो सब सानोभन्दा सानोमा हुन्छ। अनि त्यसपछि के समस्याहरू छन् त मतलब तिम्रो वेबसाइटले के समस्याहरूलाई सोल्भ गर्ने हो त्यो चाहिँ योमा लेख्ने हैन, यसरी पोइन्टै बनाएर। अनि त्यो स्पेसिङ थोडा ध्यान दिनु।
अनि त्यसपछि स्कोप एन्ड फिचर तिम्रो वेबसाइटको फाइदाहरू अथवा फिचरहरू मतलब क्यारेक्टरिस्टिक विशेषता हुन्छ नि त्यो लेख्ने। अनि त्यसपछि युज केस डायग्राम बनाउनुपर्छ। लाइक अब युज केस डायग्राम तिमीले कुनै पनि त्यो बनाउन सक्छौ कि वेबसाइटमा गएर धेरै फ्री वेबसाइट हुन्छ नि, या तिमीले कुनै पनि पावर पोइन्टमा केहीमा पनि बनाउन सक्छौ तिम्रो आफ्नो युज केस डायग्राम भयो। अब यो युज केस डायग्राम तिमीले पढ्यौ होला सिस्टम एनालाइसिस एन्ड डिजाइन भन्ने सब्जेक्टमा। अनि त्यसपछि टुल्स एन्ड टेक्नोलोजिजमा के युज हुने, लाइक यहाँ हेर्न सक्छौ फ्रन्ट एन्डमा के युज हुने हो, HTML CSS जाभास्क्रिप्ट के लेखेको छ। ब्याक एन्डमा तिम्रो PHP नै युज हुने हो, सो PHP लेख्ने। अनि डाटाबेसमा चाहिँ MySQL नै युज हुने हो तिम्रो, सो MySQL लेख्ने। अथेन्टिकेसन यो पनि सेम हुने सबको होइन, यो सेम हुने हो। अनि डाटाबेस स्किमा डिजाइनमा चाहिँ तिम्रो डाटाबेस कस्तो हुने हो क्या, लाइक यहाँ हेर्न सक्छौ तिमीले कति टेबल बन्ने हुन्, कुन टेबल कोसँग कनेक्ट हुने हो त्यो देखाउनुपर्छ होइन। यसरी फिगर बनाएर केही एक्सप्लेन गर्नु पर्दैन, खालि फिगर चिप्काइदिने हो तिमीले। अनि त्यसपछि तिम्रो वेबसाइट बनाउँदाखेरि कोस्ट लाग्छ क्या तिम्रो, अल्दो तिमीले बनाइरहेछौ ग्रुपमै बनाइरहेछौ तिम्रो केही पनि कोस्ट लाग्दैन, बट एक्चुअली त्यो वेबसाइट बनाउँदाखेरि चाहिँ तिम्रो के हुन्छ भन्दाखेरि प्रब्लमलाई आइडेन्टिफाई गर्दाखेरि तिम्रो कहीँ जानु पर्ला, कसैलाई सोध्नु पर्ला। सो तेल हुन्छ नि त बाइकको तेल यताउता अल्दो तिम्रो लाग्दैन होइन, तिमीले बनाउँदाखेरि हाम्रो पनि लाग्दैन, बट यो चाहिँ राम्रो प्र्याक्टिस हुन्छ कि लेख्दाखेरि यसरी टोटल कोस्ट कतिलाई प्रब्लम आइडेन्टिफाई गर्दाखेरि 2000 लाग्ने भनेर लेखिदिने कि मैले भन्न खोजेँ, बुझ्यो कि नै। यस्तै सेम टेबल बनाइदिनु तिमीले, यसको टेम्प्लेट दिन्छु म, टेन्सन नलिनु। अनि त्यसपछि कोडिङ गर्दाखेरि कति खर्च लाग्छ त्यो भयो, अनि टेस्टिङ गर्दाखेरि कति खर्च लाग्छ त्यो भयो, अनि के छ त्यो लगाउनु। अनि त्यसपछि ग्यान्ट चार्ट भन्ने हुन्छ, यो चाहिँ तिमीले बनाउन सक्छौ होइन, यो तिमीले कहीँबाट पनि बनाउन सक्छौ तिमीले, लाइक पावर पोइन्ट डिफ्रेन्ट फिगमा कसैबाट पनि बनाउन सक्छौ तिमीहरूले, या त तिमीले पुरै यसलाई कपी गरेर यसलाई पुरै स्क्रिनसट लिएर अनि यहाँनिर स्टुडेन्ट म्यानेजमेन्ट सिस्टम छ त्यसलाई मेटाएर तिमीले आफ्नो सिस्टमको नाम लेख्न सक्छौ। अनि थोडा बहुत यहाँ माथितिर डेटहरू चेन्ज गर्न सक्छौ, हाम्रो साथीले बनाएको थियो मैले पनि त्यही चेन्ज गरेँ यहाँ हेर्न सक्छौ। यो थोडा बहुत मेटाएर मैले आफ्नो सिस्टमको नाम लेखिदिएँ, तिमीहरू पनि त्यस्तै गर्न सक्छौ। बट त्यहाँनिर के गर्नु भन्दाखेरि यो 17 अप्रिल 2025 छ त्यसलाई चेन्ज गर्नु तिमीहरू, राइट। अनि त्यो भयो। अनि त्यसपछि यो भयो। अनि लिटरेचर रिभ्यूमा चाहिँ तिमीहरूले पढिरह होला, तिमीहरूले रिसर्च एन्ड मेथोडोलोजी सब्जेक्टमा लिटरेचर रिभ्यू भनेको के हो, अल एक्जिस्टिङ प्रोजेक्ट रिपोर्टहरूलाई स्टडी गरेर के फाइन्ड आउट गरेर त्यो लेख्ने हो, त्यो तिमीहरूले लेख्न सक्छौ। अनि कन्क्लुजनमा त्यो लेख्ने। अनि त्यसपछि रिफरेन्सेसमा चाहिँ के लेख्ने भन्दाखेरि यो लिटरेचर रिभ्यू कहाँबाट गरे हो त्यसको लिटरेचर रिभ्यू, यो पनि ChatGPTले लेख्न सक्छौ तिमीहरूले होइन। अनि त्यसपछि यो लास्टमा चाहिँ तिमीहरूले लिङ्क दिने कि लाइक यो appdiagram.net छ नि, appdiagram.netबाट मैले त्यो के भन्छ नि त्यो UML डायग्राम तिनीहरू बनायो होइन, ड्र SQLबाट त्यो डाटाबेस स्किममा बनायो त्यो लिङ्क दियो होइन, तिमीले यस्तरी लिङ्क दिने। अनि त्यसपछि यो भन्छ त्यो यसरी बनाउँछ, यस्तै हुन्छ कि तिमीहरूको यतिको बनाउने, अनि धेरै लामो नबनाउने, 8-9 पन्नाको बनाउने, धेरै नबनाउने। अनि यसलाई प्रिन्ट गर्दाखेरि वान साइडमा प्रिन्ट गर्ने होइन। अनि त्यो भयो। अनि तिमीहरूले के गर्न सक्छौ भन्दाखेरि अब यस्तो बनाउन त अप्ठ्यारो हुन्छ, कसरी गर्ने के गर्ने भनेर तिमीलाई अप्ठ्यारो लाग्न सक्छ भनेर मैले के गरेछु भन्दाखेरि तिमीहरू यहाँ हेर्न सक्छौ, मैले यसको टेम्प्लेट बनाइदिएछु अलरेडी, यहाँ हेर्न सक्छौ। यहाँनिर अ प्रपोजल अन भनेर यहाँनिर हेर्न सक्छौ तिमीहरूले, योर प्रोजेक्ट सर्ट नेम इफ प्रेजेन्ट भनेर मैले पुरै लेखिदिएँ। अनि त्यसपछि यहाँनिर चाहिँ तिमीहरूको के हुन्छ भन्दाखेरि यहाँनिर तिमीहरूको फर्स्ट नाम, सेकेन्ड नाम, थर्ड नाम। अनि त्यसपछि ओभरभ्यूमा यो थोडा इन्टर हानेर यहाँ ओभरभ्यू ChatGPTलाई सोध्ने, त्यसले जो प्याराग्राफमा दिन्छ त्यो कपी गरेर यहाँ पेस्ट गरिदिने, प्रब्लम स्टेट ChatGPTले हान्ने, त्यसले जो दिन्छ त्यो पेस्ट गरिदिने, स्कोप पनि त्यही पेस्ट गरिदिने। युज केस डायग्राम मैले यहाँ सब बनाइदिन्छु, तिमीले खालि युज केस डायग्राम बनाउने वेबसाइटमा गएर, मतलब तिमीहरूले पहिला त रफमा बनाउने कस्तो हुने भनेर, अनि त्यही रफमा बनाएकोलाई त्यो वेबसाइटमा बनाउने होइन, किनकि तिम्रो स्टेट लाइनमा चाहियो नि त तिमीलाई, त यो मतलब स्मुथ चाहियो नि त, त्यो कपीमा बनाए जस्तो त हुनु भएन, प्रोफेसनल चाहियो। सो वेबसाइटमा बनाउने त्यसलाई डाउनलोड गरेर यहाँ चिप्काइदिने। टुल्स एन्ड टेक्नोलोजिजमा केही पनि चेन्ज गर्नु पर्दैन, यस्तै रनिदिनु। डाटाबेस स्किममा डिजाइनमा इन्टर हानेर नेक्स्ट पेजमा लगेर यहाँ डाटाबेसको स्किममा चिप्काइदिनु। टोटल कोस्ट यो पनि केही चेन्ज गर्नु पर्दैन, टेबल जस्ताको त्यस्तै रनिदिनु। अनि त्यसपछि यो प्राइसहरू केही चेन्ज गर्न मन लागेपछि चेन्ज गर्नु, अनि यो टोटललाई जोडेर यहाँ लगाइदिनु। अनि त्यसपछि तिम्रो के आउँछ लिटरेचर रिभ्यूमा तिमीहरूले अब मेरो प्रोजेक्ट अलग थियो त मेरो लिटरेचर रिभ्यू अलग होला, तिम्रो प्रोजेक्ट अलग छ त तिम्रो प्रोजेक्ट लिटरेचर रिभ्यू अलग होला नि, सो त्यसको लिटरेचर रिभ्यू लगाएर यहाँ लगाइदिनु। अनि कन्क्लुजन त्यही गर्ने। अनि रेफरेन्सेसमा चाहिँ यो तिमीहरूले के गर्ने भन्दाखेरि लिटरेचर रिभ्यू जहाँबाट नि गरेर लाउने, यहाँनिरको लिटरेचर रिभ्यू कहाँ गयो यार, यो लिटरेचर रिभ्यू जति जुन त्यो के गर्नु ChatGPTमा जानु, मेरो यो प्रोजेक्टको टपिक यो छ, अनि यो टपिकसित रिलेटेड मलाई सानो सानो प्याराग्राफमा लिटरेचर रिभ्यू दे भन्नु, अनि अलङ विथ द सोर्सेज इन IEEE फर्मेट भनेर समथिङ हुन्छ त्योमा दिनु भन्नु। अनि त्यसपछि जस्तो त्यसले दिन्छ त्यो पहिला लिटरेचर रिभ्यू लेख्नु, अनि त्यसै अर्डरमा जुन अर्डरमा तिमीले लिटरेचर रिभ्यू 5-6 पोइन्ट लेख्ला भने 5-6 प्याराग्राफ, त्यही प्याराग्राफको त्यसै अर्डरमा यहाँ रेफरेन्सेसहरू लेख्नु। अनि त्यो रेफरेन्सेस लेख्दाखेरि त्यो लिटरेचर रिभ्यूको रेफरेन्सेसहरू माथि लेख्नु, अनि त्यसपछि यी लिङ्कहरूलाई चाहिँ हमेसा तल लेख्नु। यी लिङ्कहरू माथि लेखेर त्यो लिटरेचर रिभ्यूलाई तल लेखेपछि अलि अनप्रोफेसनल देखिन्छ, राम्रो पनि देखिँदैन, सो त्यस्तो गर्नु होइन। अनि यो भयो। अब यो चाहिँ मेरो PDF फाइल भयो, यो PDF यसलाई तिमीले एडिट गर्न मिल्दैन, एडिट गर्न मिल्नेवाला यो ठिक्क माथिको प्रपोजल योमा क्लिक गर्नु, अनि यो खुल्छ रुक है थोडा टाइममा, यसलाई तिमीले ल्यापटपमा खोल्नु, अनि त्यसपछि वर्ड फाइल हुन्छ यसलाई एडिट गर्नु। यो चाहिँ PDF हो, यो PDF हो, PDF लाई एडिट गर्न मिल्दैन, तिमीले देखाउनको लागि हो।
यो वर्ड फाइल यसलाई एडिट गर्नु तिमीहरू बुझ्यौ नि। अब यो भिडियोको लागि चाहिँ यति बताउँछु म तिमीहरूले। त्यसपछि एउटा अर्को छ प्रेजेन्टेसन गर्नुपर्छ तिमीहरूले। यहाँ प्रेजेन्टेसन छ, प्रेजेन्टेसन कसरी बनाउने भनेर तिमीहरूको यहाँ हेर्न सक्छौ। यो प्रपोजल डिफेन्सको दिनको यस्तो प्रेजेन्टेसन बनाउनुपर्छ तिमीहरूले यसरी होइन। ग्रुपहरू हुन्छ, इन्ट्रोडक्सन छ, यस्तै बनाउने हो। जस्तो मैले बनाएको छु त्यस्तै गर्ने हो क्या तिमीहरूले पनि। त्यस्तै फाल्तु केही पनि लेख्नु पर्दैन। यो प्रपोजल भयो, त्यसपछि लास्टमा चाहिँ लास्ट इक्जाम सकिसकेपछि तिमीहरूले फाइनल रिपोर्ट बुझाउनुपर्छ। फाइनल रिपोर्टको के हुन्छ भन्दाखेरि यो रिपोर्ट भयो, यो अहिले बनाउने होइन, यो रिपोर्ट चाहिँ यो लास्टमा बनाउने हो। 35-40 पन्नाको रिपोर्ट बनाउनुपर्छ। प्रोजेक्ट हुन्छ यसमा अनि यसको टेम्प्लेट पनि यहीँमा छ होइन। अहिलेलाई चाहिँ तिमीहरूको खालि टेन्सन भनेको चाहिँ प्रोजेक्ट रिपोर्ट भयो, प्रोजेक्ट प्रपोजल भयो, अनि त्यसपछि एउटा प्रेजेन्टेसन, एउटा प्रोजेक्ट प्रपोजल प्रिन्ट गरेर तिमीहरूले सरलाई दिनुपर्छ, अगाडि बुझाउनुपर्छ क्या त्यहाँ। अनि त्यसपछि प्रेजेन्टेसनवाला चाहिँ पावर पोइन्टको स्लाइड चाहिँ तिमीहरूले अगाडि गएर प्रेजेन्ट गर्नुपर्छ। मैले भन्न खोजेँ बुझ्यौ नि।